शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य अमरबहादुर रायमाझी। सम्मान्य सभामुख महोदय, मैले योभन्दा अगाडि पनि उठाएको थिएँ। उदयपुर जिल्लाको कटारी नगरपालिका 14 नम्बर घुर्मे स्थित सुनकोशी लिफ्टिङ खानेपानी आयोजना यही असोज 11 र 12 गते आएको अविरल वर्षाको कारणले त्यसको मुहान पूर्ण रूपमा क्षति भएको छ। अब मुहान क्षेत्रको जग्गाहरू बगाएको अवस्था छ। अब मुहान नियन्त्रण र हालसम्म निर्माण कार्य सुरु नभएको हुँदा कटारीको उत्तरी भेगमा पर्ने 6-7 वटा वाडाहरू खानेपानीबाट वञ्चित हुने निर्माण सम्पन्न हुन लागेको आयोजना चाहिँ मुहान बगाएको कारणले चाहिँ खानेपानी आपूर्ति हुन नसकेको अवस्था छ। पटक पटक संसदमा कुरा उठाउँदा सरकारको ध्यान आकर्षण होस् र फेरि यो आयोजनालाई पुनः निर्माण र नदी नियन्त्रण काम अगाडि बढोस् भन्ने कुरा सम्मान्य सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। अब मान्य सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मान्य सभामुख महोदय, अहिले फेरि अस्ति पनि मैले स्वास्थ्य सचिवको बारेमा बोलेको थिएँ। भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ। त्यहाँ पनि बाहिर त देखाएको थिएँ लबीमा सङ्घीय मामला मन्त्री, त्यहाँ पनि 3 नम्बरको मान्छेलाई गर्यो। सिफारिस हुँदाखेरि मेरिट लिस्टमा 1 नम्बर प्रमोद यादव थियो, त्यसको मधेसी भएको कारणले फेरि त्यहाँ नियुक्ति भएन। के यो सरकारले के बुझिएको छ कि मधेसी जनजाति दलित महिला के भिक्षा माग्नको लागि यो देशमा बसेको र जुन शासक वर्ग छ त्यो आफूलाई मालिक ठानेर र नियम कानुन नलाग्ने। दोस्रो कुरा, पूर्व विशिष्टको नाउँमा जुन सुविधा दिने कुरा छ त्यो पदमा हुँदा फेरि लुट्ने, ठुलो ठुला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर ललिता निवास काण्ड गर्नेदेखि लिएर अनि वाइट बडी काण्ड गर्ने र रिटायर भए पनि जनताको कर लुट्ने, त्यो मिल्दैन। किनकि पूर्व विशिष्ट दुनियाँमा कुनै पनि पद हुँदैन। पूर्व कहीँ पद हुन्छ, पद वर्तमान हुन्छ। नेपालमा जनता ऋणको मारमा जाने र पूर्व विशिष्टहरू पदमा रहँदा पनि लुट्ने, रिटायर भए पनि लुट्ने, यो बन्द हुनुपर्छ। किनभने आज नेपाल गरिबीमा छ। 26 खरब ऋण भइसक्यो। मान्य सदस्य आसमा कुमारी चौधरी। सम्माननीय सभामुख महोदय, भर्खरै मात्र आपसी सद्भाव र एकताको पर्वको रूपमा चिनिने रङहरूको पर्व होली पर्व सकिएको छ। यस अवसरमा सबैमा एकता र सद्भावको भावना जागृत होस् भन्ने शुभकामना दिन चाहन्छु। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि हामी जस्ता भूमिहीन सुगमवासीले राज्यको महत्त्वपूर्ण ठाउँमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्दै आफ्ना कुराहरू निधक्क राख्न पाएका छौँ। तसर्थ सदनमा पनि प्रतिपक्ष होइन, देश र जनताको पक्षमा एकताबद्ध आवाज बुलन्द गरौँ। धन्यवाद। मान्य सदस्य असीम शाह। सम्मानीय सभामुख महोदय, राजा भन्ने शब्द सुन्ने बित्तिकै सरकारलाई डर लाग्छ कि के हो, आजकल जेमा पनि सेन्सर लगाइदिइहाल्छन्। यस्तै सेन्सर लगाउने काम गरेको छ चलचित्र राजागञ्जलाई। संविधान सभाबाट बाहिरिने दलहरूलाई रुखबाट झरेको केही आँपको संज्ञा दिनुभएको थियो नेकपा एमालेका अध्यक्षले सार्वजनिक रूपमा। उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले उक्त दृश्य संवाद काटेर मात्र राजागञ्जलाई प्रदर्शन अनुमति दिएको छ। चलचित्र रिलिजको मुखमा अनावश्यक काटछाँट गर्ने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको, जसको शिकार पछिल्लो समय लाजशरणम, राजागञ्ज लगायतका थुप्रो चलचित्रहरूमा रहेका छन्। चलचित्र समाजको आइना हो। त्यही समाजका कुरा चलचित्र मार्फत व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने काम गरिरहेको छ। सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका ती सबै नन सेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छेलाई नियुक्ति गर्न म सरकारसम्म माग गर्दछु। र यसरी फिल्मको सेन्सर अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न पनि आग्रह गर्दछु। र चलचित्र कर्मीहरूको सेन्सरसिप विरुद्धको आन्दोलनमा ऐक्यबद्धता पनि जनाउन चाहन्छु। धन्यवाद। माननीय सदस्य ईश्वर बहादुर रिजाल। सम्माननीय सभामुख महोदय, दोलखा जिल्लाको बिगु गाउँपालिकाको साबिकको
पहिला त्यहाँका चाहिँ बासिन्दाहरू थामी जाति मगर जाति लगायत धेरै समुदायको त्यो एउटा जीविकाको ठुलो माध्यम थियो। अहिले त्यो बन्द भएको छ। त्यसकारण म नेपाल सरकारको उद्योग मन्त्रालयलाई छिटोभन्दा छिटो त्यहाँ खानी सञ्चालन गर्नका निम्ति सरकारका तर्फबाट उद्योग मन्त्रालयको तर्फबाट प्रबन्ध होस् भन्ने म माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य ईश्वरी घरती। सम्मान्य सभामुख महोदय, कृषकलाई रासायनिक मल अभावबारे सडक र सदनमा सरकारलाई दिनौँ ध्यान आकर्षण गराउने कुरा एकातिर छ भने अर्कोतिर हामीले उत्पादन गरेका कृषि उपजमा अत्याधिक विषादी प्रयोग भई हाम्रो स्वास्थ्यमा प्रत्यक्ष हानि हुनुका साथै विषादीकै कारण हाम्रो कृषि उपज अन्य देशमा निर्यात हुनै नसक्ने स्थिति छ। यसमा सरकार गम्भीर बनोस्। सभामुख महोदय, रासायनिक मल देश बाहिरबाट आउने कुरा स्वाभाविक मानिए पनि पछिल्ला वर्षहरूमा भारतबाट गाई बस्तुका करोडौँको गोबर मल समेत नेपालमा भित्रिरहेको छ। यो दुःखद कुरा हो। आर्थिक वर्ष 2080-81मा भारतले एकै वर्षमा 386 करोड रुपैयाँको गोबर नेपाल लगायत अन्य देशमा बिक्री गरिरहेको तथ्याङ्कमा देखिन्छ। त्यसैले कृषि प्रधान देश नेपालका ग्रामीण भेगमा परम्परागत र सहरका सयौँ हजारौँ छाडा पशु चौपाएको व्यवस्थित र व्यावसायिक पालन गरी माटोको उर्वरा शक्ति सुधार गर्दै उत्पादन बढाउन मद्दत गर्ने प्राङ्गारिक र जैविक मल उत्पादनबारे सरकारले नीति कार्यक्रममै प्राथमिकतामा राखेर नेपाललाई विषादी रहित कृषि उत्पादनको केन्द्र बनाउनेतर्फ लाग्न सभामुख मार्फत सरकार र कृषि मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य उर्मिला थेबे। सम्माननीय सभामुख महोदय, जैविक विविधतामा ताप्लेजुङ धनी छ, तर सुक्खायाम लागेसँगै जिल्लामा अप्रिय घटनाहरू घटिरहेका छन्। गत वर्ष पनि फुङलिङ, पाथिभरा, याङरक, सिर्जङ्गा, सिदिङबा लगायतका स्थानका वनमा डढेलो लाग्दा लाखौँ रुख, जडीबुट्टी र वन्यजन्तु जले। नियन्त्रणको उपाय नै भएन। जिल्लामा वर्षेनी बस्तीहरू पनि जलिरहेका हुन्छन्। त्यसकारण सम्भावित क्षतिलाई न्यूनीकरण गर्न अहिलेदेखि नै सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। फुङलिङ नगरपालिकासँग एउटा दमकल छ, त्यो पनि मेची राजमार्ग आसपाससम्म मात्रै पुग्न सक्छ। यसको पानीले त्यत्रा वनमा लागेको आगो नियन्त्रण सम्भव नै हुँदैन। पानीका मुहान सुकेका छन्। जलवायु परिवर्तनको उच्च असर जिल्लाले भोगिरहेको छ। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाका 61वटा वार्डलाई बाढी, पहिरो, आगो लागि, खडेरी र चट्याङको जोखिम माननीय सदस्य उर्मिला माझी। सम्माननीय सभामुख महोदय, नेपाली जनताले व्यवस्थाको विकल्प खोजेको छैन। गणतन्त्रको विकल्प निरङ्कुश तन्त्र हुन सक्दैन। गणतन्त्र जनताको सार्वभौम सत्ता सम्पन्न हुने व्यवस्था हो। हामीले व्यवस्था बदल्यौँ, जनताको अवस्था बदल्न सकेनौँ। जनताले ठुलो कुराको अपेक्षा गरेको छैन। सर्वसुलभ स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी खोजेको छ। सबै प्रकारको असमानताको अन्त्य खोजेको छ। त्यसो हुन नसक्दाखेरि त्यसप्रति जनताको आक्रोश मात्र व्यक्त भएको हो। जनताको भावनामाथि खेल्ने काम नगरोस्। गणतन्त्रको नायकको फोटो जलाएर व्यवस्था उल्टिँदैन। त्यो अधिकार पनि गणतन्त्रले नै दिएको हो। एक कार होस्। धन्यवाद। माननीय सदस्य कालुराम राई। सम्माननीय सभामुख महोदय, नेपालको पूर्वी सीमामा अवस्थित कञ्चनजङ्घा सिंहलीला पर्वतमाला ताप्लेजुङदेखि झापाको बाहुनडाँगीसम्म फैलेको छ र यसको नेपालपट्टि पर्ने पाटामा वन्यजन्तुका महत्त्वपूर्ण प्रजातिहरू जस्तै रातो हाब्रे, होङ्रायो, ठकठके, टोके, त्यस्तै पाहाका रोस्टान्डे र ब्ल्यान्डफोर्डे प्रजातिहरू पाइन्छ। तर यसै क्षेत्रमा सूर्योदय नगरपालिका वडा नम्बर 1 गोर्खेदेखि थुम्की हुँदै चिया भन्जाङसम्म गएको कच्ची बाटोमा गुड्ने सवारी साधनले पैदा गरेको धुवाँ, धुलो, ध्वनि तथा भुइँ घर्षणले गर्दाखेरि यस क्षेत्रको वन्यजन्तुहरूमा ठुलो प्रभाव परिरहेको छ। अत उक्त क्षेत्र जैविक मार्ग साथसाथै पर्यटकीय मार्ग पनि भएको हुनाले उक्त क्षेत्रलाई पर्यावरणीय मैत्री खालको चाहिँ बाटो पक्की बनाइयोस् भनी म सभामुख मार्फत।
माननीय सदस्य गणेश पराजुली। सम्माननीय सभामुख महोदय, पशुपतिनाथको दर्शनको लागि कलङ्कीबाट गौशालाको बस चढेकी एक महिला बसभित्रै लुटिन्। साँझ घर फर्किन सार्वजनिक यातायात नभएका कारण तारकिशोर डाँडागाउँका एक युवाले सहरभित्र बल्ल बल्ल पाएको जागिर छोड्नुको पीडा सुनाउँदै भन्नुभयो, माननीयज्यू, श्रमको लागि खाडी जाँदैछु। कामको लागि बिहान 9 बजे इचङ्गुबाट भटाइडीसम्म सार्वजनिक सवारी साधन चढेकी दिदी दुर्घटनामा परेको खबरसँगै हस्पिटलमा भेट्न पुग्दा थाहा भयो 14 सिट क्षमताको सवारी साधनमा गुन्द्रुक कोचे चाहिँ अधिक यात्रु कोचेका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्युसहित 24 जना सख्त घाइते हुनुभएको रहेछ। दुर्घटनाको पीडा त छँदैछ। आँसु र आक्रोशसहित उनको प्रश्न थियो, जनताले तिरेको कर र वैदेशिक ऋणबाट खरिद गरिएका चिल्ला गाडीमा अगाडि पछाडि सुरक्षा फौज लिएर हिँड्नेलाई के थाहा सार्वजनिक यात्राको पीडा। सांसद बाबु, यसरी दैनिक मृत्युको मुख नजिक पुगेर गरिने सार्वजनिक यात्राको सुधार कहिल्यै हुँदैन। म निशब्द भएँ। यी काल्पनिक घटना, दुर्घटना र परिदृश्य प्रतिबिम्ब मात्र भए पनि हाम्रा लागि निकै साधारण र दैनिक जस्ता लाग्ने भएका छन्। यस सम्मानित सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोध्न चाहन्छु, साँच्चै नेपालमा सार्वजनिक यातायातको दिगो विकासको सुरुवात कहिले हुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यू, धन्यवाद। माननीय सदस्य गोमालाभ सापकोटा। सम्माननीय सभामुख महोदय, यस वर्षको एसईई परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई उत्तम परिणामको अग्रिम शुभकामना दिन चाहन्छु। सभामुख महोदय, एकातिर मधेसका डोम, हलखोर र मुसहर समुदायका बालबालिकाहरू कुपोषणको शिकार भई राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरूबाट वञ्चित छन् भने अर्कोतिर सरकारले पूर्व अति विशिष्ट पदाधिकारीहरूलाई आजीवन सेवा सुविधा दिने तयारी गरिरहेको विषय सार्वजनिक भएको छ, जुन अहिलेको देशको आर्थिक प्रणालीको लागि घातक हुने र जनतामा चरम निराशा र आक्रोश बढ्दै जाने निश्चित छ। यो विषयमा म सरकारसँग यस गरिमामय सदन सामु आफ्नो धारणा प्रस्ट्याउन माग गर्दछु। धन्यवाद। माननीय सदस्य गङ्गा कार्की। सभामुख महोदय, युएसएड अन्तर्गत पिएफएम प्रोजेक्ट कार्यान्वयन गरेको छैन, कार्यान्वयन गर्ने तयारी भइराखेको छ भन्ने झुटो विज्ञप्ति दिएर अर्थ मन्त्रालयले जग हसाएको छ। अनलाइन खबर, पत्र पत्रिका र अन्य तथ्य प्रमाणहरूले यो प्रोजेक्ट कार्यान्वयन भएको देखिन्छ। अर्थ मन्त्रालयले जस्तो मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने मन्त्रालयले यस्तो कार्य गर्नु दुर्भाग्य हो। $19 मिलियन नेपालले लिएको ट्रम्पले सार्वजनिक मात्रै गरेनन्, अमेरिकाको सिनेटको रोस्टमबाट फ्रड भन्नु हाम्रो मुलुकका लागि लज्जास्पद विषय हो। अर्थ मन्त्रालय, वित्तीय आयोग, नीति फाउन्डेसन लगायतले मिलीभगतमा युएसएडबाट आएको ठुलो रकम अनियमितता गरेको प्रमाण लुकाइएको छ। यस प्रोजेक्टको गम्भीर छानबिन गर्न मान्यज्यूहरूले सदनमा कुरा उठाएको सन्दर्भमा फेरि पनि सभामुख मार्फत तत्काल छानबिनको माग गर्दछु। धन्यवाद। माननीय सदस्य डाक्टर चन्दा कार्की भण्डारी। सम्माननीय सभामुख महोदय, देशमा भ्रष्टाचारले जरा गाडेको गाडै छ। राजनीतिक आडमा कानुनी विभेद बढेको छ। न्याय खोज्नेले अन्याय खप्नु परेको छ। जनता महँगी बेरोजगारीको मारमा छन्। काठमाडौँ विश्वकै चौथो सर्वाधिक प्रदूषित सहर बन्न पुगेको छ। एफएटिएफ र टिआईको रिपोर्टहरूले हामीलाई गिज्याइरहेका छन्, तर सरकार कहाँ छ त? जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ। नयाँ नेतृत्वलाई होच्याउने र सिद्ध्याउने खेलमा जुटेको छ। देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ। राजाको आह्वानमा सडकमा जनता ओर्ले भनेर गाली गलौजमा व्यस्त छ, तर ती जनता कुनै राजा फर्काउन होइन, नेताहरूकै अकर्मण नेता र भ्रष्टाचारले निराश र दिक्क भएर सडकमा निस्केका हुन्। सभामुख महोदय, श्री भुपु पाण्डेको जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भन्ने गीतले जनताको पिर मर्काको हुबहु बयान गर्छ। सभामुख महोदय, सरकारले कमसेकम यो गीत सुनेर आत्मआलोचना गर्दै सच्चियोस्, किनकि जनताको यस्तो आक्रोशलाई अझै व्यवस्था गरियो भने यसको मूल्य गम्भीर चुकाउनु पर्ने हुनेछ र त्यो मूल्यको जिम्मेवारी सरकारले नै बोक्नु पर्नेछ। धन्यवाद। माननीय सदस्य चन्द्रबहादुर विश्वकर्मा। सम्माननीय सभामुख महोदय, यो सदनमा मैले पटक पटक कुरा उठाएका विषयहरूलाई नै मैले सरकारलाई प्रश्न गर्न चाहन्छु। यो 2069 साल
बाट प्रक्रिया अगाडि बढेको पुष्पलाल लोकमार्गको भेरी नदीको पुल कहिले निर्माण हुन्छ? त्यसमा जनता आशावादी छन् छिटो निर्माण होस् भन्ने चाहन्छन्। त्यसपछि 2028 सालदेखि सुचारू भएको 2017 सालमा बन्द भएको चौरजारीको विमानस्थल सुचारू कहिले हुन्छ? त्यसपछि 2000 यो जाहारी खोलाको तटबन्धनको लागि मैले सदनमा पटक कुरा उठाएको छु, तर त्यो तटबन्धन नहुँदाखेरि त्यहाँ जनताले धेरै दुःख पाइरहेका छन्, क्षति बिहोरेका छन्। त्यो तटबन्धनको लागि व्यवस्था कहिले हुन्छ र त्यो बजेट छुट्टिन्छ छुट्टिँदैन? त्यसपछि जाजरकोटका भूकम्प पीडितहरूले राहतको अनुभूति कहिले गर्छन्? र त्यहाँ एउटा किसानको जीवनको रूपमा रहेको चौरजारी सिँचाइ जो छ 2028 सालमा निर्माण भएको, अहिलेसम्म त्यो धेरै जीर्ण भएको छ। माननीय सदस्य चित्रबहादुर केसी। सम्माननीय सभामुख महोदय, मुलुकको यस्तो आर्थिक अवस्था देख्दा देख्दै लाखौँ बेरोजगार नेपालीहरू विदेशका गल्लीमा चाहिँ भौतारिँदै यस्तो बेलामा सरकारले पूर्व विशिष्टहरूलाई कानुनी व्यवस्था गरेर उनको सेवा सुविधा चाहिँ दिने व्यवस्था गरिरहेको छ। यो के गरे हो सरकारले? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, नेपाली उखान। यस्तो बेला हो पूर्व विशिष्टहरूले उहाँहरूले दुःख पाउनु भएको छ, उहाँहरूको सेवा सुविधा पुगेन। त्यस कारणले सत्ता पक्षकै माननीयजीले सुरुमै यो कुरा उठाउनु भयो, उहाँलाई धन्यवाद छ। त्यस कारणले यस्तो बेलामा पूर्व विशिष्टहरूलाई दिने सेवा सुविधामा सरकार गम्भीर होस्, यतातिर नबढोस् र जनताको यत्रो आक्रोश सरकार र व्यवस्थाप्रति नै भइरहेको बेलामा यो कसले चलाउँछ सरकार? माननीय सदस्य छिरिङ डमडुल लामा भोटे। सभामुख महोदय, थाहा पाऊँ, थाहा गरौँ, थाहा दिउँ। देशभर करिब 30,000 भन्दा बढी कैदीबन्दीहरू मध्ये 18,000 कैदीबन्दीहरू बिरामी परेको छ अरे। तिनीहरूको बिरामीहरूको पनि उपचारको व्यवस्था सरकारले के गरिराखेको छ? सँगसँगै देश विदेशमा फैलिँदो दिन दोगुना रात चौगुना फैलिँदो डरलाग्दो भाइरसहरू पनि छ। तिनीहरूलाई त्यो बिरामलाई यकिन पहिचान गरेर शल्यक्रिया गर्ने सरकारको हैसियत छ कि छैन? त्यो स्पष्ट हुनुपर्छ, नत्र भने त्यहाँ खाने भाग यहाँ पनि आउँछ सभामुख। त्यसैले थाहा पाऊँ, थाहा दिउँ, थाहा लिउँ। धन्यवाद। लाल सलाम। माननीय सदस्य जनार्दन शर्मा। सभामुख महोदय, आन्दोलनरत शिक्षकका माग सम्बोधन गरौँ, सम्झौता लागू गरौँ। हुलाकी मार्गमा बन्दै भाँसिएको कमला पुल र हुलाकी मार्गकै बडरवा बागमती पुल र मध्य पहाडी पुष्पलाल लोकमार्गको भेरी नदी चौरजारी पुल अल्पत्र परेका छन्। कहिले निर्माण हुन्छन्? समय तालिका सहित निर्माणका लागि आवश्यक निर्देशनको लागि सभामुखलाई आग्रह गर्न चाहन्छु। गर्गुमा निर्माणाधीन फ्लाइओभर बनाउँदै फेरि भत्काउने र फेरि बनाउने कुराको जिम्मेवारको हो, यसको छानबिन गरियोस्। पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन थप सुविधा दिने कुरा बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊ। मृगौला र क्यान्सर पीडितहरूलाई हामी सहयोग गर्नेतिर हामी अगाडि बढौँ। धन्यवाद। माननीय सदस्य जावेदा खातुन जागा। सम्माननीय सभामुख महोदय, गत फागुन 28 गते राति बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर 2 बलाती गाउँका 71 वर्षीय बोलीराम थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको छ र आफ्नो घर नजिकको गहुँ खेतमा हात्तीको आवाज सुनि बाहिर निस्कँदा हात्तीले आक्रमण गरेको थियो र उहाँको ज्यान गएको थियो। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतक बोलीराम थारूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोककुल परिवारप्रति गहिरो संवेदना प्रकट गर्न चाहन्छु। साथै पीडित परिवारले उचित क्षतिपूर्तिको समेत माग गर्न चाहन्छु। सभामुख महोदय, आखिरमा बर्दिया जनताहरू कहिलेसम्म जङ्गली जनावरहरूको शिकार भइरहने हो
कहिले हात्तीको त कहिले बाघको आक्रमणबाट सभामुख मार्फतबाट सरकारसँग स्पष्ट जवाब चाहन्छु। त्यसै गरी निकुञ्ज वरिपरिका बस्ती र खाता कोरिडोरको बस्तीका जनताहरूको जनधनको सुरक्षाको जिम्मा सरकारले लिनु पर्यो। मान्य सदस्य जुली कुमारी महतो महासेठ। सामान्य सभामुख महोदय, जब सूर्य उदाउँछ केही दल र व्यक्तिहरू अझै दियोको प्रकाशलाई याद गर्छन्। आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मेनबत्तीलाई सम्झन्छन्। यो विरोधाभास होइन र? सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परिणामहरू सूर्य झै स्पष्ट छन्। सुखी नेपाली समृद्ध नेपालको यात्रा सुरु भएको छ। राष्ट्रिय स्वाभिमान, सुशासन र दिगो विकासतर्फ उल्लेखनीय प्रगति भएको छ। लोकतन्त्रको प्रभाव देखेर अन्धकारमा फर्कन चाहनेहरूलाई म भन्न चाहन्छु, जसरी पश्चिमबाट सूर्य उदाउन सक्दैन त्यसरी नै समाप्त भइसकेको राजतन्त्र फर्किन सक्दैन। सभामुख महोदय, नेपालको संविधान अनुसार राजनीतिमा सबैले भाग लिन सक्छ, प्रतिस्पर्धा गर्न सक्छ, लोकतान्त्रिक प्रक्रियामा भाग लिन सक्छ। तर जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि षड्यन्त्र गर्दै संविधानको खिल्ली उडाउँदै सडकमा लोकतन्त्रलाई ध्वस्त पार्ने पर्यो। मान्य सदस्य एकनाथ ढकाल। महोदय, नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न म सरकार र तत्कालीन विद्रोही शक्ति माओवादी लगायतलाई आग्रह गर्दछु। विशेष गरी सङ्क्रमणकालीन न्यायको काम सम्पन्न गर्न जसरी वर्तमान सरकारले तत्परता देखाएको छ, यसमा माओवादीले पनि गम्भीरताका साथ सहयोग गर्नुपर्छ। समयमा नै देशको न्यायको प्रत्याभूति नहुँदा परिणाम गम्भीर हुनेतर्फ सम्बन्धित सबैले सचेत हुनुपर्छ। गत हप्ता मात्रै फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको आदेशमा आफ्नै देशबाट पक्राउ गरी नेदरल्यान्डको हेगमा रहेको आइसिसीमा लगिएको छ। 79 वर्षीय पूर्व राष्ट्रपति डुटेर्टेले अवैध लागु पदार्थ विरुद्धको घातक कारबाहीमा भएको सामूहिक हत्याको अनुसन्धान उनी भइरहेको थियो र फिलिपिन्स केही वर्ष अगाडि आइसिसीको सदस्यबाट बाहिरिए पनि पूर्व राष्ट्रपति पक्राउ परेका छन्। तसर्थ यस्ता अन्तर्राष्ट्रिय घटनाबाट पाठ सिक्दै शान्ति प्रक्रियाको काम सम्पन्न गर्न तत्परता देखाउन सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि